अब समाजसेवाको पाटोलाई अलिकति छुट्याउँदै आध्यात्मिक पाटोलाई जोड्छु म। अहिले त गुहेश्वरी माताको काखमा पराङ्गिनीमा तपाईँहरूले महायज्ञ गरिराख्नु भएको छ। माताको मुखारवृन्दबाट चाहिँ धेरै भक्तहरू त्यहाँ कथा श्रवण गर्न पनि आउनु भएको छ। खासमा त्यहाँको अवस्था के छ त्यहाँबाट सुरु गरौँ, त्यसपछि अरू कुरामा प्रवेश गरौँ। बडो आनन्द लागिरहेछ। हिजो अक्षय तृतीयाको दिन झन् हैन, यो विशेष पलमा गुहेश्वरी माताको काखमा बसेर, बागमती मैयाको किनारमा बसेर भगवानका गाथाहरू गाउने, भजन गर्ने एउटा अवसर जुरेको छ। आयोजक परिवारलाई म विशेष धन्यवाद दिन चाहन्छु। खासमा सेवा नै धर्म हो, त्यसमा पनि मानव सेवालाई चाहिँ अझै विस्तार गर्दै जानुभएको छ यहाँले। यो सेवा नै धर्म हो भन्ने मान्यता चाहिँ कतिको सत्य हो? खासमा केही गुरुहरूले चाहिँ सेवा त धर्म हो नै, तर मोक्षको बाटो फेरि त्यो पनि परमात्मिक सेवा चाहिँ अझ पुण्य धर्म हो पनि भन्नुहुन्छ। मैले केही गुरुहरूलाई पनि यो कार्यक्रममा ल्याएर कुरा गरिराख्दा छोटोमा सेवा नै धर्म हो भन्ने मूल मर्म जुन छ त्यो कतिको सत्य हो? यो त कटु सत्य हो, यो अकाट्य सत्य हो। किनभने धर्म के हो त? धर्म त कर्तव्य हो। हामीले सम्प्रदायलाई धर्म भनिरहेका छौँ सायद, तर त्यो होइन। हामीले निभाउने कर्तव्य नै हाम्रो धर्म हो। हजुर हो नि त। भनेपछि मान्छे भएर जन्मिसकेपछि अरूको दुःखलाई महसुस गर्न सक्ने जीवात्मा भनेको मान्छे मात्रै हो। अरू कुनै जीवले अरूको दुःखलाई त्यति महसुस गर्न सक्दैन जति मान्छेले महसुस गर्न सक्छ, एउटा कुरा। अर्को कुरा, मोक्षका बाटाहरू अनेक 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 छन्, तर त्यो मोक्षको बाटोमा मेच्योर्ड हुनको लागि चाहिँ सेवाले मद्दत गर्छ। ध्यानको कुरा गरौँ, साधनाको कुरा गरौँ हैन, योगको कुरा गरौँ, हरेक कुराहरू के हुन् भन्दाखेरि त्यो मार्गमा लाग्नको लागि जुन मार्ग हामीले चिताएका छौँ, जुन मार्गको हामीलाई इच्छा छ हैन, जहाँ हामी पुग्न खोजिरहेका छौँ त्यहाँ पुग्नको लागि त यी सबै साधनहरू हुन् नि त। हजुर योग, ध्यान, साधना, सेवा, यी चिजहरू हैन, सात्विक भोजन, सुन्दर संस्कार हैन, असल संस्कार, यी सबै कुराहरू के भए? त्यहाँसम्म पुग्नको लागि प्राप्त चाहिने हाँगाहरू, अब खुड्किलाहरू भनौँ अथवा माध्यम भनौँ अथवा बाटो भनौँ, यो भइरहँदाखेरि चाहिँ सबैभन्दा आनन्द हामीलाई केबाट मिलिरहेको छ त? यदि हामीलाई कुनै पनि काम गर्दाखेरि आनन्द मिल्छ, सुकुन मिल्छ, त्यो काम गरिरहँदा आफैलाई हेरेर गर्व लाग्छ हैन, त्यो काम गरिरहँदाखेरि एउटा खालको छुट्टै खालको आनन्द अनुभूति प्राप्त हुन्छ भनेदेखि त त्यही नै त धर्म हो, त्यही नै त पुण्यकर्म हो। अब व्यासजी महाराजले नै भन्नुभएको छ, अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् परोपकाराय पुण्याय पापाय परपीडनम्। परोपकार गर्नु पुण्य हो हैन, अरूलाई दुःख दिनु पाप हो भनेर चाहिँ सबै शास्त्रको सारको रूपमा उहाँले चाहिँ निकाल्नु भएको छ। भनेदेखि पक्कै पनि मानव सेवाले त्यो मार्ग, जुन मार्ग प्रशस्तको लागि हामी मेहनत गरिरहेका छौँ, यसले पकाउँछ के, मतलब छिप्पिनको लागि, म्याच्योर्ड हुनको लागि चाहिँ यसले मद्दत चाहिँ गर्छ, धेरै नै गर्छ। मैले गुरुदेव ओशोलाई अनुसरण गर्छु। उहाँले एउटा कबीर साहेबको बाणीको व्याख्या गर्नुभएको छ कि हजुरले जस्तै सेवाको कुरा गर्नुभयो, त्यसमा चाहिँ एउटा 3 प्रकृतिका मान्छे हुन्छन्। एउटा चाहिँ कृपण मान्छे हुन्छ मानिस। त्यो कृपण मानिस भनेको वस्तुलाई प्रेम गर्छ, जसले घर गाडीलाई चाहिँ आफ्नो सन्तान, इष्टमित्र, दाजुभाइ भन्दा एकदम नजिक देख्छ। अर्को दोस्रो स्तरको प्रेम भनेको मानिससँग प्रेम गर्छ, चेतना भएको वस्तुसँग प्रेम गर्छ, जीवात्माहरूलाई प्रेम गर्छ। र त्योभन्दा माथिल्लो खुड्किलो भनेको चाहिँ त्यसभित्र पनि प्रवेश गरिसकेपछि परमात्मामा पुग्छ भन्नुभएको छ। यसलाई चाहिँ हजुरले कसरी व्याख्या गर्न चाहनुहुन्छ? अहिलेको सबै कुराहरूलाई आत्मसात गरेर अगाडि बढ्ने हो भनेदेखि चाहिँ अध्यात्म अध्यात्म भनेर पनि बाँच्न सकिन्न, भौतिकवाद भनेर पनि बाँच्न सकिन्न। हजुर, समय सापेक्ष हुनुपर्छ। यो भइरहँदाखेरि त्यो एउटा व्यक्ति चाहिँ पूर्ण व्यक्ति हो अहिलेको लागि, जसले बाहिर पनि आफूलाई समृद्ध राख्यो अनि भित्र पनि आफूलाई खोतल्न नछोड्ने। भित्र आफूलाई पनि खोज्नु पर्यो, आफूभित्रको मलाई पनि खोज्नु पर्यो, महसुस गर्नु पर्यो, अध्यात्मका हरेक पाटाहरूलाई पनि अँगाल्नु पर्यो, बाहिर कर्म पनि गर्नु पर्यो, समृद्ध पनि हुनु पर्यो। दुईटै चिज उत्तिकै आवश्यक छ।
हामी मन्दिरहरूमा धेरै धाउँछौँ भगवानको पूजा अर्चना गर्नको लागि। महापुरुषहरूका बाणीबाट चाहिँ अलि कठोर हुन्छन् उहाँहरूका बाणी, जो कोहीलाई सुन्न गाह्रो पर्छ। ढुङ्गामा किन पुज्छस्, कोही एउटा जीवित मान्छेमा पुज, घरमा बाबुआमा हुनुहुन्छ उहाँहरूलाई पुज भन्नुहुन्छ। तपाईँहरू त झन् धेरै बाबुआमाको सन्तान बनेर पनि बस्नु भएको छ र धेरैको फेरि अभिभावक पनि बनेर बस्नु भएको छ। किनभने धेरैले छोरी नानी चेली भन्छन्, कतिले आमा माता भन्छन्। ईश्वर मन्दिरमा बढी भेटिन्छ कि पीडितको आँसुमा? आँसुमा त आँसु रोक्ने प्रयास गरिदिने हो। आँसुमा न परमात्मा खोज्ने हो, न अरू कुनै चिज खोज्ने हो। मेरो विचारमा चाहिँ जो पीडित छ, यदि ऊ पीडामा छ, उसको आँसु बगेको छ भने त्यसलाई कसरी रोक्ने, त्यहाँ कसरी मुस्कान छरिदिने भन्ने प्रयास गर्ने हो। ईश्वर हाम्रो दृष्टिमा भर पर्छ। ईश्वर कहाँ छन् भन्ने कुरै होइन, हेर्ने मान्छेको दृष्टिमा भर पर्छ है। हामी कहाँ खोजिरहेका छौँ त? कसैले त्यही मूर्ति पूजामा आनन्द भेटिरहेका छन्। हेर्नुहोस् न, पशुपति क्षेत्रमा कति साधु सन्तहरू आएर त्यही भूमिलाई परमात्मा सम्झेर आनन्द अनुभूति उहाँहरूले त्यहीँबाट प्राप्त गरिरहनु भएको छ। कसैले गृहस्थ आश्रममा बस्नु भएको छ, मातापिताको सेवा नै सबै कुरा हो भन्नुभएको छ, त्यही गर्नुभएको छ। त्यही भएर यो यहाँ कहाँ छ भन्दा पनि हाम्रो दृष्टिमा भर पर्छ। हामीले खोजी के खोजी गरिरहेका छौँ अनि कुन चिजमा हामीले आफ्नो सुकुन, आफ्नो आनन्द खोजिरहेका छौँ, त्यसमा भर पर्छ। र गुरुदेवहरूकै कुरा गर्नुपर्दाखेरि चाहिँ यसको चाहिँ खुड्किलाहरू छन् के। एउटा पूजा गर्नुपर्छ, नित्य कर्म गर्नुपर्छ, बिहान चाँडै उठ्नुपर्छ, स्नान गर्नुपर्छ हैन, शुद्ध वस्त्र धारण गर्नुपर्छ, पवित्र रहनुपर्छ, भगवानको स्तुति गर्नुपर्छ, नाम जाप गर्नुपर्छ, झोलीमाला बोक्नुपर्छ। अर्को हुन्छ मूर्तिमा किन भगवान खोज्छौ भन्ने खालको। त्योभन्दा पनि माथि पुगेपछि त के हुन्छ भने आफै भित्र खोज है, अरूलाई हेर्नु पनि पर्दैन। एकान्तमा बस, आँखा बन्द गर, आफू भित्र खोज। तिमीले खोजेको झिलिमिली प्रकाश, सुकुन, आनन्द, खुसी सबै तिमी भित्रै छ भन्ने हुन्छ। हामीले कुन खुड्किलालाई समाएर अगाडि बढ्न खोजिरहेछौँ त? त्यो कुरा हो। अब कुन खुड्किलालाई समाउँदा मलाई सुकुन मिल्छ, मलाई आनन्द मिल्छ, त्यो कुरा चाहिँ महत्त्वपूर्ण हो। त्यसो भए मन अशान्त हुँदा के गर्ने? धेरैको मन अशान्त छ। अहिले त धेरै मानिस डिप्रेसनको शिकार हुनुभएको छ, एन्जाइटीको शिकार हुनुभएको छ। सबैभन्दा ठुलो, फेरि दोहोऱ्याएर भन्छु, एकअर्कालाई प्रेम गर्न थालौँ। कस्तो खालको प्रेम भने जुन प्रेमले कसैलाई साहस दियोस्, कसैलाई उत्प्रेरणा जागोस् हैन। अभाव त कति छ जीवनमा। त्यो अभावको कारणले गर्दा हामीले एकअर्कालाई प्रेम गर्ने बिर्स्यौँ। एउटा अर्को मूल्याङ्कन गर्न थाल्यौँ, आफ्नो आफन्तको, आफ्नो परिवारको मूल्याङ्कन गर्न थाल्यौँ, अरूसँग दाँज्न थाल्यौँ आफ्नाहरूलाई। त्यसले चाहिँ हाम्रो प्रेमलाई घटाउँदा, जहाँ मूल्याङ्कन हुन्छ त्यहाँ प्रेम गर्ने समय बाँकी रहँदैन, प्रेमको लागि स्थान नै बाँकी रहँदैन। त्यसले गर्दा गाह्रो परेको छ। अर्को भनेको अब योग गर्ने, योग प्रशिक्षक भएको नाताले पनि मन स्थिर छैन, गाह्रो छ, अप्ठ्यारो छ भने नियमित योग गर्नुहोस्। बिहान 1.5 घन्टा आफ्नो लागि समय दिनुहोस्, मजाले प्राणायाम गर्नुहोस्। व्यवहारिक पाठमा भन्नुपर्दा मुस्कुराउने, खुसी हुने वातावरण बनाउनुहोस्। हरेक व्यक्तिको नराम्रो कुरा, कमजोरी भन्दा पनि उसको खुबी के छ त्यो पत्ता लगाएर उसको प्रशंसा गरिदिनुहोस्। जब हामी अरूको प्रशंसा गर्न थाल्छौँ, अनुहारमा त्यसै मुस्कान आउँछ। हामीले जे दियो त्यही फल्ने हो नि त, मतलब जे दियो त्यही पाउने हो नि त। हामी अरूलाई दिने बेलामा मुस्कान दिन सक्दैनौँ, खुसी दिन सक्दैनौँ, प्रेम दिन सक्दैनौँ, सहयोग दिन सक्दैनौँ, अनि अरूले हामीलाई दियोस् भन्ने अपेक्षा राख्छौँ अनि दुःखी हुन्छौँ। अर्को कुरा, जीवनमा जे मिलेको छ, जे प्राप्त छ त्यही पर्याप्त हो भन्ने कुरा हामीले बिर्सिरहेका छौँ। जीवनमा जे पाइएको छ त्यो पाइएको चिजमा खुसी नभएर जीवनमा जे छैन त्यसको लिस्ट बनाएर दुःखी भएर बसेका छौँ। हामीले प्राप्त गरेका पनि त धेरै चिज छौँ नि त। परिवार नहोला, सम्पत्ति नहोला, तर यो जीवन, यो शरीर, यो हात, यो पाउ, यो आँखा, यो मुख, बोली, श्रवण शक्ति, यो पनि त परमात्माले हामीलाई निःशुल्क दिएर पठाउनु भएको छ नि त। हजुर। यही चिज पाएर पनि हामी किन खुसी नहुने? एउटा भनाइ पनि छ कि, खोज्छौ स्वर्ग गर्दछौ पाप, जान्दैनौ कर्मको गति। खोज्छौ स्वर्ग गर्दछौ पाप, जान्दैनौ कर्मको गति। रिट्ठाको रुख रोपेर कहाँ फल्छ कागती? हामीले के रोपेको छौँ त्यो ठुलो कुरा। यदि हामीलाई तनाव छ भने विचार गर्नुहोस्, हामीले तनावै रोपेका छौँ। जे रोप्यो त्यही फल्छ, त्यही फल्छ नि त। दुःख रोपेका छौँ भने दुःखै फल्यो। त्यसमा खुसी हुनको लागि के गर्ने? सब
सबैभन्दा महत्त्वपूर्ण मलाई चित्त बुझ्ने चिज भनेको हाम्रो अगाडि भएको मान्छेको दोष देख्न छोडिदिउँ, उसको गुण हेरेर एक दुईचोटि प्रशंसा गरिदिउँ, त्यसपछि उसले पनि हामीमा गुण देख्न थाल्छ। एउटा घटना छ कि मेरो जीवनमा, म कहिल्यै चिया नपिउने मान्छे, सानै थिएँ त्यतिखेर, मलाई लाग्छ म 18-19 वर्षको थिएँ। अब अफिसमा बिहान चाँडै मेरो कार्यक्रम बिहान चाँडै हुन्थ्यो रेडियोमा, अनि दिदीले चिया लिएर आइदिनु भयो। म त चिया कहिले पनि खान्न दिएँ, आज खानुहोस् न, बडो प्रेमले भन्नुभयो कि। अनि मैले खाएँ, खाइसकेपछि कस्तो थियो चिया भन्नुभयो। म खासै धेरै चिया त नखाने मान्छे, तर मैले मुसुक्क हाँसेर उहाँलाई के भने मेरो आमाले पकाउनु भएको जस्तै थियो दिदी, कति मिठो भनेर भने। ए त्यसो भए आमाले पकाएको त खानु हुँदो रहेछ भनेर जिस्काउनु भयो। म पनि मुसुक्क हाँसेँ, बाटो लागेँ। भोलिपल्ट त्यो चिया अझै मिठो बनाएर ल्याउनु भयो कि उहाँले, अझै प्रेम मिसाउनु, अझै प्रेम। अनि आज त अझै मिठो छ नि, थोरै चिया मसला घरबाट ल्याएर हजुरलाई मात्र राखिदिएको। हजुर, उहाँले किन राखिदिएको मलाई मात्र, अफिसमा त अरू पनि हुनुहुन्थ्यो नि भन्दाखेरि हिजो मैले प्रेमपूर्वक उहाँको चियाको प्रशंसा गरिदिएको, त्यसको डबल रिटर्न आयो। एउटा जस्तै नि अब हाम्रो यो कर्म पूर्वजन्मसँग जोडिन्छ पनि भनिन्छ, शास्त्रहरूमा पढ्न पाइन्छ, गुरुहरूका मुखबाट पनि सुन्न पाइन्छ। अहिले प्रेमानन्द महाराजका प्रवचनहरू सुन्छु कि म पनि रिलमा, ओशोकै प्रवचनहरू पनि सुन्दा चाहिँ पूर्वजन्म चाहिँ छ भन्नुभएको छ उहाँले पनि। पूर्वजन्म सँगसँगै फेरि प्रारब्धको कुरा गर्नुभएको छ गुरुहरूले। यो प्रारब्ध चाहिँ पूर्वजन्मको कारणले, पूर्वजन्ममा गरेको पाप नमेटुन्जेलसम्म यो जन्ममा राम्रै कर्म गरे पनि त्यो पापले चाहिँ मानिसलाई माथि उठ्न दिँदैन। त्यस पछाडि फेरि पाप कर्म सकिएपछि पुण्य कर्म सुरु हुन्छ र एकैचोटि अगाडि बढ्छ भन्नुभएको छ। जस्तै पूर्वजन्म भन्दा बित्तिकै हामी भाग्यको कुरा गर्छौँ, अनि यो जन्म भन्दा बित्तिकै कर्मको कुरा गर्छौँ। यो भाग्य ठुलो कि कर्म ठुलो, हामी अब प्रारब्धको कुरालाई पनि स्वीकार्नै पर्यो। भगवान् श्रीकृष्णले गीतामा भन्नुभएको छ कि सर्वधर्मामि परित्यज्य मामेकं शरणं व्रज, सबै छोडेर मेरो सामु आइजा। अनि अर्को कुरा त्यही गर्नुभएको छ कि त चाहिँ फलदाता होइनस्, त चाहिँ कर्म गर, फलदाता चाहिँ म हो भन्नुभएको छ। यो दुईवटा कुरालाई चाहिँ कसरी हेर्ने? एउटा चाहिँ कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन मा कर्मफल हेतुर्भुर् मा ते सङ्गोऽस्थ कर्मणि, एउटा भयो। अब अर्को भयो सर्वधर्म परित्यज्य मामेकं शरणं व्रज। यो चाहिँ मलाई लागेको, म हजुरलाई आज भन्छु, कर्मको कुरामा भगवान्ले अथवा कुनै महापुरुषले भन्नुभयो है। अब यो सुनिरहनेहरूले जुन चिजलाई, जुन तत्त्वलाई परमात्मा मान्नुहुन्छ है, जुनसुकै शब्द प्रयोग गर्न सक्नुहुन्छ हजुरहरूले। सायद यो संसारमा यो मानवको जीवन दिएर कसैले हामीलाई पठायो भने पक्कै पनि केही न केही राम्रोकै लागि पठायो। हेर्नुहोस् त, यत्रो आँखा छ, संसार देख्छ, यत्रो कान छ, सबै कुरा श्रवण भइराखेको छ। अरू त मलाई अनौठो लाग्छ, मैले हरेक ठाउँमा भन्छु, मेरो यो हातमा कसैले छोयो भने उसले राम्रो नियतले छोयो कि नराम्रो नियतले छोयो भन्ने कुरा मस्तिष्कले तुरुन्तै पत्ता लगाउँछ। यो मेसिन हेर्नुहोस् त, यो उपकरण हेर्नुहोस् त कस्तो बनाएर पठाएको छ। अनि के यो उपकरण हेर्नुहोस् त, यो नङ कहाँ छ होला, आएको आइ गर्छ, हरेक दिन बढिरहन्छ, कपाल कहाँ छ हरेक दिन बढिरहन्छ। यो चाहिँ सौभाग्य हो। हामीले खाएको कुरा एउटै मुखबाट खान्छौँ नि खाना त, तर ब्लडले आफू अनुसार लिन्छ, शरीरका विभिन्न अङ्गहरूले त्यही एउटा खानेकुराले हेर्ने शक्ति पनि दिएको छ, सुन्ने शक्ति पनि दिएको छ, बोल्ने शक्ति पनि दिएको छ, हिँड्ने शक्ति पनि दिएको छ। यस्तो चिज बनाउनेवाला जसले राम्रै कर्मको लागि हामीलाई पठायो होला, त्यही भएर कर्म गर फलको आश नगर भनेर भन्नुभएको भन्दा पनि उहाँले तिमी मैले भने जस्तो कर्म गर, म तिमीले नै भने जस्तो फल दिन्छु। तिमी आफू खुसीको कर्म गर, म तिमीलाई मेरो खुसी अनुसारको फल दिन्छु। त्यही कर्म अनुसारले भाग्य बदलिन्छ। यही कुरा त हामीलाई गुरुले पनि भन्नुभएको, हाम्रो टिचरहरूले पनि भन्नुभएको, हाम्रो बुवा आमाले पनि भन्नुभएको हो नि त। मैले हराए जस्तो गरिस् भने म खुसी हुन्छु, तैँले भनेको चिज म तँलाई दिन्छु। तेरो मन लाग्दी गरिस् भनेदेखि त म दिन्न नि, मेरो खुसीले गर्छु नि, हो कि होइन भन्नुहोस् त। अर्को सर्वधर्मान परित्यज्य, यो चाहिँ के हो भने आजसम्म जुन गलत कुरालाई धर्म सोच्यौ तिमीले होइन, आजसम्म किन त्यो पाठ गर्नुभन्दा अगाडि, गीताको ज्ञान प्राप्त गर्नुभन्दा अगाडि त हामीलाई धर्मको ज्ञान थिएन खासै
होइन र पूजापाठ नै धर्म मान्थ्यौँ। तर जब त्यसको अध्ययन हामीले गऱ्यौँ, त्यसलाई बुझ्यौँ, परमात्मालाई बुझ्यौँ, उहाँको एउटा अंशलाई हामीले महसुस गर्ने अवसर पायौँ, त्यसपछि चाहिँ अब आजसम्म जुन जुन कर्मलाई तिमीले धर्म मानेका थियौ त्यो चाहिँ छोड भनेको हो क्या। धर्म नै छोड, राम्रो काम गर्नै छोडेर म भाटामा आऊ भनेको त होइन नि त। आजसम्म जुन कुरालाई, जुन चिजलाई तिमीले धर्म मानेको थियौ, अब त तिमीले बुझ्यौ नि त खास धर्म के हो, बुझ्यौ। त्यही भएर आजसम्म तिमीले बुझेको धर्मलाई छोडेर मैले बुझाएको धर्मलाई अँगाल्नको लागि आऊ भनेर चाहिँ उहाँले भन्नुभएको यो एउटा पाठ भयो। हजुर। अर्को पूर्वार्धको कुरा, पूर्वजन्मको कुरा, यो चाहिँ मलाई मैले अध्ययन गर्नुभन्दा अगाडि नै, मैले के कुरा गुरुदेवहरूबाट ज्ञान पाउनुभन्दा अगाडि नै मलाई चाहिँ यो हो जस्तो लाग्थ्यो क्या। किनभने सानो छँदा पनि मनमा लाग्थ्यो भगवानको सृष्टिमा त हामी सबै बराबरी हो होइन। कसै न कसैले त हामी सबैलाई बनाउनेवाला त एउटै होला नि त। नभए मेरो पनि दुईटै आँखा छ, हजुर पनि दुईटै आँखा छ, मेरो पनि दुईटै हात छ, अर्को पनि दुईटै हात छ होइन। सडकमा एउटा कुकुर एक्सिडेन्टमा पऱ्यो भने हामीलाई खासै दुःख लाग्दैन, तर एउटा मान्छे पऱ्यो भनेदेखि चाहिँ ऊ हाम्रो आफ्नो भए पनि नभए पनि कता कता ओहो ला भने जस्तो मनमा दुःख छ कि भन्छौँ हामी, एकदम आश्चर्यचकित हुन्छौँ, दुःख लाग्छ नि त। किन म जस्तै भएर हो कि, अनि म जस्तै अर्कोलाई पनि बनाएर त उहाँले एउटै तत्त्वले हामीलाई यो संसारमा पठाएको छ नि त। एउटै परमात्माले, एउटै अस्तित्वले पठाइरहँदा किन जन्मिँदै कोही धनी परिवारमा, किन गरिबमा होला? किन जन्मिँदै कोही रोगी, कोही निरोगी होला? किन जन्मिनुभन्दा अगाडि त उसले कुनै पनि कर्म यो जुनीमा त गरेको छैन नि त। के को फल होला यो? जन्मिँदैखेरि फरक फरक छ। कोही संस्कारी परिवारमा होइन, कोही चाहिँ अब खासै राम्रो संस्कार नभएको परिवारमा, कोही सम्पन्न छ, कसैलाई बिहान बेलुका हातमुख जोड्नै दुःख छ, त्यही नाबालकलाई छोडेर चाहिँ कुद्नु परेको छ, बेलुकाको भोजनको लागि भने दिनभरि कुद्नु परेको छ। यो चाहिँ के होला भन्ने चाहिँ सानैदेखि हृदयमा प्रश्न आउँथ्यो। अनि जब पछि यो पूर्व कर्मको फल यताउतिको कुरा हुँदाखेरि चाहिँ एक्ज्याक्टली हो नि। अनि यसलाई मैले कसरी व्यक्त गर्न चाहन्छु भने परमात्माले आफ्ना सन्तानहरूलाई बराबरी सम्पत्ति दिएर पठाउनु भएको थियो क्या। सबैलाई बराबरी सन्तानलाई अंशबन्डा गरे जस्तो। कसैले राम्रो कर्म गर्यो, त्यसलाई थप्दै 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 गयो, अनि यो जुनीमा जहाँ पुगेर टुङ्गिएको थियो त्यहीँबाट सुरु भयो। विचार गर्नुहोस्, बुझिएको छ? बुझिएको छ होइन। कसैले जुन कर्म गर्नको लागि पठाएका थिए यो संसारमा आएर भवसागरमा आएर यहीँ डुब्न थाले, यहीँको रमझममा रमाउन थाले, आफूलाई जसले पठायो उसलाई बिर्सिएर कर्म गर्न थाले, अनि उहाँले दिएको अंश त सकिँदै गयो नि त। कति दिनलाई पुग्छ र? हजुर। खर्च मात्रै गरिरहेपछि त सकिँदै जान्छ होइन। अनि सकिँदै गयो, उहाँ जिरो लेभलमा झर्नुभयो। अनि यो जुनीमा पनि कहाँबाट सुरु भयो? त्यहीँबाट सुरु भयो उहाँको कर्मबन्धनहरू, कर्महरू त्यहीँबाट सुरु भयो। त्यो कारणले गर्दाखेरि चाहिँ यो फरक परेको हो। यो हुन्छ, पूर्व कर्मको फल हुन्छ जस्तो मलाई लाग्छ। म एकचोटि घुमेर फेरि हजुरको व्यक्तिगत जीवनमा छोटो छोटो प्रश्न उत्तरको अपेक्षा गरेँ मैले। छोटो प्रश्न छ, छोटै उत्तर। तपाईँ रोएको कुनै क्षण सम्झिनुहुन्छ? मजाले सम्झिन्छ। कुन क्षण? सेवाघर सुरु गर्दाखेरि चाहिँ अलिकति अभाव थियो, अनि कम्पाउन्ड गर्नको लागि हामीले केही रकम जुटायौँ तर पुगेन। अनि त्यो जस्ता र फलाम चाहिँ उधारो लिएर आएका थियौँ हामीले। त्यहाँनिर चाहिँ करिब 18,000 जति तिर्न बाँकी थियो। अनि मलाई त्यो बाटो हिँड्दाखेरि पनि सकस हुन्थ्यो कि यो पैसा कहिले तिर्ने होला, कसरी तिर्ने होला। अनि एक दिन उहाँले बाटो रोकेर एकदम प्रेमसँग बहिनी धेरै समय भयो के गर्ने होला भनेर भन्नुभएको थियो। अनि घर पुगेँ, आश्रममा पुगेँ, आश्रममा पुगेर ढोक्का थुनेर रोएँ कि आज यति अभावले गर्दाखेरि मलाई यस्तो गाह्रो बनायो भनेर। अचम्मको कुरा के भयो भने म त्यहाँ रुँदा रुँदै मलाई एउटा फोन आयो क्या। अघिल्लो दिन मैले एउटा बुवालाई उद्धार गरेर लगेर मजाले दारी काट्दिरहेको, कपाल खौरिरहेको, नङ काट्दिरहेको एउटा भिडियो हामीले पोस्ट गरेका थियौँ फेसबुकमा। त्यो देखेर मेसेन्जरबाट नम्बर मागेर मलाई कसैले तुरुन्तै फोन गर्यो। अनि भोलि बिहान म आउँछु, हजुरलाई केही सहयोग रकमहरू लिएर आउँदैछु भन्नुभयो। भोलिपल्ट उहाँ आउनुभयो। आउँदाखेरि उहाँले 10,000 उहाँको साथीले पठाएको, अनि उहाँको तर्फबाट 1,500 रुपियाँ मेरो हातमा राखिदिनु भयो। यति खुसी भएँ म, यति खुसी भएँ। त्यो 1,500 रुपियाँले मैले दाल चामल किनेँ
आमा बुवालाई खुवाउनलाई। त्यो 10,000 चाहिँ दाइ बाँकी 8,000 केही समय रोक्नुहोस्, मैले 10,000 चाहिँ ल्याएँ भनेर मैले तुरुन्तै भोलिपल्टै लगेर दिन सकेँ कि उहाँलाई। यो घटनाले गर्दाखेरि चाहिँ म त्यो दिन रोएको, प्लस अब रुन त अरू कुराहरूमा पनि धेरै रोयो होला, तर त्यो तत्काल चाहिँ मलाई कृपा भएको जस्तो चाहिँ महसुस भएको थियो। त्यो चाहिँ मलाई एकदमै धेरै याद आउँछ। हामी कार्यक्रमको अन्त्यमा छौँ। मैले यस पछाडि हजुरलाई एउटा ऱ्यापिड फायर राउन्डमा प्रवेश गराउँछु। छोटोमा उत्तर दिनु होला। यो व्यक्तिगत जीवनकै 1-2वटा प्रश्न छ। त्योभन्दा अगाडि तपाईलाई सबैभन्दा धेरै ऊर्जा दिने कुरा के हो? साधना। यसमा मैले किन र के भनेर प्रश्न गरिनँ। साधना भन्दा बित्तिकै अहिलेको मान्छेहरूलाई त्यसले छोइहाल्छ। तपाईको आलोचकलाई के भन्नुहुन्छ? धन्यवाद। आफ्नो जीवनको अधुरो सपना? केही पनि छैन। केही पनि छैन। लगभग पुरा भइरहेको जस्तो। हजुर, यसमै आनन्दमा छु। नेपाल र विश्वभरका दर्शकलाई यहाँको सन्देश? हामीभन्दा कम भाग्यमानी व्यक्तिहरू समाजमा धेरै हुनुहुन्छ। हामीले जति सक्छौँ उहाँहरूको सहजीकरणको लागि, केही व्यवस्थापनको लागि मद्दत गर्ने प्रयास गरौँ। यो नै जीवनको लागि सबैभन्दा ठुलो योगदान हो। र यदि घरमै हुनुहुन्छ भने त हाम्रो लागि अवसर हो। सेवा गर्नबाट हामी वञ्चित नहौँ, यो अनुरोध गर्न चाहन्छु। र हामीले दिएको एक गाँस कसैको लागि एक छाक बन्न सक्छ। हाम्रो एउटा स्लोगन पनि छ, तपाईँ एक छाक खुवाउनुहोस्, बाँकी हामी जुटाउँछौँ। 365 दिन 365वटा परिवारले जिम्मा लिइदियो भने आमा बुवाको भोजनको तनावलाई छोडेर हामी अरू सृजनशील कर्महरूमा लाग्न चाहन्छौँ, ताकि कुनै पनि व्यक्ति मनोसामाजिक समस्याले ग्रस्त भएर डिप्रेसनमा गएर अकाल मृत्यु वरण गर्न र सडकमा आउन नपरोस्। यसको लागि धेरै कामहरू गर्नुपर्ने छ। त्यसैले म अनुरोध गर्न चाहन्छु सबैजनालाई। अहिलेको जति कुरा गऱ्यौँ त्यो समग्र पाठलाई समेट्ने गरी, प्लस त्यसमा एउटा अहिलेको राजनीतिक उतार चढावलाई पनि समेटेको छु मैले। यसमा मैले प्रश्नसहित यहाँलाई 3-4वटा अप्सन दिनेछु। यहाँले त्यसको उत्तर दिनु होला। अहिलेको नेपालको राजनीतिक अवस्था र नेतृत्वको कुरा गर्दा तपाईँ बालेन शाह, रवि लामिछाने, गगन थापा र हर्क साम्पाङ मध्ये कसलाई सबैभन्दा बढी प्रभावशाली राजनीतिक व्यक्तित्व मान्नुहुन्छ? गगन थापा, मलाई राजनीतिमा खासै ज्ञान छैन। हजुर, सिधा भन्नुपर्दा म आफ्नो तरिकाले सेवा गर्ने र त्यसमा आनन्द लुटेर बस्ने मान्छे हो। तर मैले कसैलाई पनि राजनीतिक व्यक्तिहरूलाई चाहिँ निहालेर त्यही पनि यी त चर्चित व्यक्तिहरू, थाहै नपाएको मान्छेहरूलाई पनि थाहा हुने व्यक्तिहरू परे। मलाई उहाँहरूको मूल्याङ्कन गर्न म सक्षम छु जस्तो लाग्दैन, माफ गर्नुहोला। अर्को आध्यात्मिक प्रश्न छ। अध्यात्म, धर्म, प्रेम र करुणाको कुरा गर्दा तपाईँ भगवान श्रीकृष्ण, भगवान राम, भगवान शिव र भगवान बुद्ध मध्ये कसलाई सबैभन्दा बढी प्रेरणादायी मान्नुहुन्छ? भोलेनाथ। अर्को समाजसेवा। नेपालको समाजसेवा र मानवताको कुरा गर्दा तपाईँ महावीर पुन, जसले किताब बेचेर कल कारखाना खोल्छु भन्नुभएको छ, त्यो पनि एउटा समाजसेवा नै हो। राष्ट्रिय आविष्कार केन्द्र खोल्नु भएको छ, धेरैले त्यहाँबाट आफ्नो सिप सिक्न पाइरहेछन्। अनुराधा कोइराला, सन्दुक रुइत र दया बाङदेला मध्ये कसलाई सबैभन्दा ठुलो प्रेरणादायी सामाजिक व्यक्तित्व मान्नुहुन्छ? चारैजना उत्तिकै महत्त्वपूर्ण हुनुहुन्छ र मेरो लागि त एकदमै प्रेरणादायी व्यक्तित्वहरू पनि हुनुहुन्छ। अब त्यसमध्ये मैले छान्नै पर्ने हो भने चाहिँ एउटा अप्सन छान्दिनु। सन्दुक रोहितज्यूलाई नै एकदमै प्रेरित हुन्छु म, किनभने मसँग कति दृष्टिविहीन आमा बुवाहरू हुनुहुन्छ। उहाँहरूको अप्ठ्यारोहरू, उहाँहरूको परिस्थितिहरू मैले नजिकबाट भोगेको छु। उहाँहरूको हात समाएर मैले कैयौँ वर्षहरू बिताएको छु होइन। उहाँहरूको अप्ठ्यारा परिस्थितिहरूलाई महसुस गरेको छु। त्यसैले पनि उहाँलाई सन्दुक रोहित। हजुर। अब कला साहित्य। नेपाली कला र साहित्यलाई विश्वमा चिनाउने व्यक्तित्व भन्नुपर्दा तपाईँ लक्ष्मीप्रसाद देवकोटा, भानुभक्त आचार्य, पारिजात र मोदनाथ प्रसिद्ध मध्ये कसलाई सबैभन्दा बढी शक्तिशाली साहित्यकार मान्नुहुन्छ? पारिजात। उहाँको कृतिहरू अलि बढी अध्ययन गरेको छु। हजुर। संस्कृति। नेपालको संस्कृति, भाषा र पहिचानको संरक्षणको कुरा गर्दा
तपाईँ बालकृष्ण सम, भानुभक्त आचार्य, महेन्द्र मल्ल र मदनाथ प्रसिद्धमध्ये कसलाई सबैभन्दा प्रभावशाली व्यक्तित्व मान्नुहुन्छ? भानुभक्त आचार्य। भानुभक्त आचार्य। हजुर। धर्म र आध्यात्मिक, यो अन्तिम प्रश्न। नेपालमा आध्यात्मिक चेतना र मानव मूल्य फैलाउने व्यक्तित्व भन्नुपर्दा तपाईँ महात्मा बुद्ध, स्वामी प्रपन्नाचार्य, योगी नरहरिनाथ र रामकृष्ण परमहंसमध्ये कसलाई प्रेरणादायी व्यक्तित्व मान्नुहुन्छ? चारैजना उत्तिकै महत्त्वपूर्ण हुनुहुन्छ। हजुर। हाम्रो लागि त झन् विशेष व्यक्तित्वहरू हुनुहुन्छ चारैजना। त्यही भएर यसमा चाहिँ मैले छुट्याउन चाहिनँ। चारैजना उत्तिकै महत्त्व। र हामीले अझै पनि जुन यो अध्यात्मको सेवाको संस्कारको क ख सिक्दैछौँ, जेठसम्म अथवा गेसम्म पुग्न त हामीलाई धेरै लामो समय लाग्छ। उहाँहरू चारैजनाको व्यक्तित्वले हामीलाई धेरै ठुलो मद्दत गर्नेवाला छ। म जस्तो धेरै युवाहरूलाई पनि म भन्न चाहन्छु, उहाँहरूको केही कुरा मात्रै अनुसरण गर्न सक्यौँ भने पनि यो जीवन सार्थक बन्छ। अब चाहिँ छोटो छ, अन्तिममा छौँ हामी। ऱ्यापिड फायर राउन्ड। मानवताको सबैभन्दा ठुलो धर्म सेवा कि प्रेम? प्रेममा सेवा अभियसली आइहाल्छ। प्रेम भन्नु पर्यो। हजुर। जीवनको मूल उद्देश्य खुसी कि शान्ति? खुसी, त्यहीँभित्र शान्ति पनि आइहाल्छ। खुसीभित्र शान्ति आउँछ। अभियसली। मानिसलाई बदल्ने शक्ति शिक्षा कि अनुभव? अनुभव। किन? किनभने ज्ञान पाएका मतलब पढे लेखेका शिक्षा हासिल गरेका मान्छेहरू हैन ले पनि कतिपय कुराहरू अनुभव बिना गर्न सक्दैनन्। त्यही भएर म त भन्छु जीवन छोटो छ, सबै कुरा आफैले अनुभव गर्न त नसकिएला, तर अरूका अनुभवबाट धेरै सिक्न सकिन्छ। त्यो अनुभव चाहिँ आफूले जति समेट्यौँ अरूको अनुभव पनि सुनौँ, धेरैभन्दा धेरै सुनेर अनुभव एकदमै। किनभने पढेर प्राप्त गरेको सर्टिफिकेट, शिक्षा त त्यसमै त आयो नि त हैन। पढेर प्राप्त गरेको सर्टिफिकेट सिरानीमा हालेर सुतेका मान्छेहरू पनि छन्, तर कसैको व्यक्तित्व देखेर आफूलाई परिवर्तन गरेर सफल भएका मान्छेहरू पनि त छन् नि। हजुर। अर्को, साँचो सफलता पैसा कि सम्मान? सम्मानले पनि सफल भएको मान्ने कि नमान्ने, पैसा त हुँदै होइन। किनभने पैसा त पैसाले पनि सफलता त मान्न पाइदो रहेछ। पैसा भए समाजसेवा पनि गर्न सकिदो रहेछ, मन र प्रेम करुणा भएमा। तर त्यो सुकुन त फेरि नआउला नि त। हजुर। हैन र? गएर एकैछिन 2-4 लाख दिएर सम्मान पत्र हातमा लिएर आउने, त्यसलाई भित्तामा झुन्डाउने, आफू जीवित हुन्जेल त हेरेर खुसी हुने होला एकैछिन, हामी मरेपछि त हेर्नुहोस् त्यो सम्मान पत्र पनि हाम्रा सन्तानलाई घाँडो हुन थाल्छ। भनेको पैसा मध्ये अझ त्यसमा सम्मान चाहिँ सम्मान पनि हो, त्योभन्दा माथि पनि छ साँचो सफलताका सूत्रहरू अरू पनि छन्। हजुर। पीडितलाई चाहिने पहिलो कुरा खाना कि सहानुभूति? दुईटै होइन, प्रेम चाहियो उसलाई। सबभन्दा पहिला विश्वास दिलाउनु पर्यो कि तिमीलाई प्रेमपूर्वक न्याय दिलाउनको लागि म तिम्रो अगाडि छु भनेर। जीवनको साँचो गुरु किताब कि अनुभव? अनुभव। अनुभव। किन अनुभव? जस्तै अब हामीले त भागवत महापुराणहरू पनि पढ्नुपर्छ, त्यहाँबाट पनि ज्ञान आर्जन गर्न सकिन्छ भनिन्छ नि। तर अनुभवले जति छिटो सिकाउँछ पुस्तकले सिकाउँदैन। मानिसलाई बाँध्ने कुरा डर कि आशा? आशा। डरले त भगाउँछ मान्छेलाई। मानव उद्धारको मूल आधार सरकार कि नागरिक? नागरिक। सरकारले धेरै जिम्मेवारी बोक्नु छ। हजुर। हामी नागरिकहरूले यो प्रत्येक सरकारको जिम्मेवारी मेरो पनि हो भनेर लाग्यौँ भने मानव साङ्लो बनाएर त्यहाँबाट हामी छिटो उद्धार गर्न सक्छौँ। छिटो उद्धार गर्न सक्छौँ। त्यही भएर सरकार मात्र भन्दैन, कुनै निकायको अपेक्षा गरेर नबसौँ। साँच्चै सेवा गर्नु मन छ भने आफू जुन ठाउँमा, जुन अवस्थामा, जुन परिस्थितिमा छौँ त्यहीँबाट उठौँ। हामी मेहनत गर्न सक्छौँ। हामीसँग पैसा नहोला तर मेहनत गर्ने पाखुरा छ, हामी लागौँ, सरकारले हामीलाई सहयोग गर्छ। हस्, समयका लागि धेरै धेरै धन्यवाद यहाँलाई। आज यो मिठो अनुभव व्यक्त गर्ने एउटा प्लेटफर्म हजुरले प्रदान गरिदिनु भएकोमा म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। र मानव कल्याण, मानव सेवा, अध्यात्म, भगवानको सेवा जे भनौँ, सबै कुराको एउटा पुग्ने स्थान हासिल गर्ने लक्ष्य त एउटै नै हो। त्यही भएर
हजुरहरू जसले यो पडकास्टलाई सुन्दै हुनुहुन्छ यहाँहरू सबैजना पनि यो मार्गमा अगाडि बढ्न सक्नुहोस्। हामी जस्ता अभियन्ताहरूलाई सहजीकरण गर्न र उत्प्रेरणा दिनका लागि हजुरका एक शब्द, एक बोली, एउटा मुस्कान, सानो सहयोगले धेरै ठुलो भूमिका खेल्छ। यसको लागि म सबैलाई आह्वान गर्न चाहन्छु। धन्यवाद। हामीसँग हुनुहुन्थ्यो समाजसेवी कथावाचिका सुमी मानव, माता सुमी मानव। उहाँसँग रहेर आजको अङ्कमा कुराकानी गऱ्यौँ। फेरि यस्तै विशेष अङ्क र श्रृङ्खलाहरूमा उहाँका र उहाँ जस्तै अन्य अध्यात्मसँग जोडिएका, समाजसँग जोडिएका, कला साहित्य क्षेत्रसँग जोडिएका मूर्धन्य व्यक्तित्वहरूसँग कुराकानी गर्दै नै जानेछौँ। अहिलेलाई भने बिदा दिनुहोस्। नमस्कार।